फार्पिङ हाइड्रो पावर सरी फर्पिङ हाइड्रो पावरको पछिल्लो भिडियोमा तपाईले फर्पिङ हाइड्रो पावरको बारेमा विस्तृत रूपमा बुझ्नुभयो होला। आज बुझौं हाइड्रो पावर चाहिँ कसरी रन हुन्छ। कल्पना गर्नुहोस् पहाडबाट बगिरहेको पानीले तपाईको घरमा बिजुली प्रदान गर्छ। हो यो पानीले हाइड्रो पावर मार्फत तपाईको घरमा बिजुली प्रोवाइड गर्छ। तर प्रश्न छ पानीबाट बिजुली कसरी बन्छ? आउनुहोस् बुझौं। नम्बर 1 नदीमा ड्याम यानी कि बाँध बनाउने। यो ड्यामले नदीको पानी पुरै रोक्छ र रिजर्भयरमा थुप्रै अमाउन्ट अफ पानी चाहिँ जम्मा गर्छ अनि यो पानीमा हाई अमाउन्टको पोटेन्शियल एनर्जी पनि बन्छ। यसलाई तपाईले पानीको ब्याट्री पनि भन्न सक्नुहुन्छ है। अब दोस्रो नम्बरमा छ इन्टेक गेट। इन्टेक गेट यानी कि पानीलाई पेनस्टक पाइप थ्रु टर्बाइन सम्म पुर्याउने एउटा गेट। जब बिजुली चाहिन्छ इन्टेक गेटको गेट खोलिन्छ। इन्टेक गेटबाट चाहिँ पानी पेनस्टक पाइप हुँदै तलसम्म जान्छ। तेस्रो नम्बरमा छ पेनस्टक पाइप। मैले अघि नै भनिसके नि इन्टेक गेटबाट पानी कहाँ जान्छ? पेनस्टक पाइपमा। पेनस्टक पाइप भनेको पानीको दबाव बढाउने ठाउँ। पेनस्टक पाइपबाट चाहिँ पानी एकदमै रफ्तारमा एकदमै ठुलो फोर्समा चाहिँ तलतिर झर्छ। अब एनर्जी चेन्ज हुन्छ पोटेन्शियल एनर्जीबाट काइनेटिक एनर्जी। अब पेनस्टक पाइपबाट झरेको पानी सिधै टर्बाइनमा ठोक्किन्छ र टर्बाइन घुम्न थाल्छ फ्यान जस्तै। यसले बनाउँछ काइनेटिक एनर्जीबाट मेकानिकल एनर्जी। जब टर्बाइनमा पानी ठोक्किन्छ टर्बाइन सँगसँगै एउटा मोटर पनि जोडिएको हुन्छ। जब टर्बाइन घुम्छ जेनेरेटरको रोटर पनि घुम्छ र यसले चाहिँ मेकानिकल एनर्जीलाई इलेक्ट्रिकल एनर्जीमा कन्भर्ट गर्छ र अन्तिममा काम आउँछ ट्रान्सफर्मरको। जेनेरेटरबाट आएको बिजुलीको भोल्टेज एकदमै कम हुन्छ। ट्रान्सफर्मरले भोल्टेज बढाइदिन्छ र तपाईको शहर गाउँ उद्योग र घरमा बिजुली पुग्छ। अनि सुन्नु त अघि युज भएको पानी चाहिँ वेस्टेज हुँदैन नि। त्यो पानी फेरि टेरेसबाट नदीमै पठाइन्छ। अब त बुझ्नुभयो नि पहाडबाट बगेको पानीले टर्बाइनलाई कसरी घुमाउँछ, जेनेरेटर कसरी घुम्छ र ट्रान्सफर्मरबाट कसरी इलेक्ट्रिसिटी हाम्रो घर घरमा आउँछ।